आत्मसात गर्दै सफलता उन्मुख रहेको हामी देख्न सक्दछौँ। कसरी प्राप्त भएको यो सफलता? ग्लोबल ओरिएन्ट्स नेपालमा स्वतन्त्र वितरक बनी बिक्री प्रवर्तक बन्न आबद्ध भए पश्चात आहार पूरक स्वास्थ्य वस्तु, फूड सप्लिमेन्ट्स र हर्बल सौन्दर्यका वस्तुहरू बिक्री प्रवर्तन परिमाणका आधारमा नियम अनुसार पाइने सेवा, सुविधा, कमिसन र बोनस बापतको रकमबाट कम्पनीको परिचय। प्रत्यक्ष बिक्री ऐन 2074 र नियमावली 2076 बमोजिम वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट 2077 आषाढमा इजाजत प्राप्त कम्पनी हो। यो कम्पनीले 5औं वर्षसम्म आइपुग्दा 1,14,77,44,141 रुपियाँको कारोबार गरी 4500लाई स्वरोजगार प्रदान गर्न सक्षम भएको छ। स्वदेशी उत्पादनको संवर्धन र प्रवर्धन गर्दै आन्तरिक खपतमा वृद्धि तथा आयात प्रतिस्थापन गर्ने यस कम्पनीको लक्ष्य रहेको छ। ग्लोबल ओरिएन्ट्स नेपालको साथ समृद्धिको आधार भन्ने नाराका साथ अगाडि बढेको यस कम्पनीले हरेक उपभोक्तालाई स्वस्थ, सौन्दर्य र समृद्ध बनाउने सोच राखेको छ। प्रत्यक्ष बिक्रीको क्षेत्रमा लामो अनुभव रहेका व्यक्तिहरूको व्यवस्थापनमा डिसिप्लिन डाइरेक्ट सेलिङ मार्केटिङको अवधारणा अनुसार उत्कृष्ट कम्पनी बन्ने दृढताको साथ सञ्चालनमा रहेको छ। सबैलाई नमस्कार। विश्व बजारमा 85 वर्ष पूरा भएको यो प्रत्यक्ष बिक्री व्यवसाय नेपालमा 2074 सालमा प्रत्यक्ष बिक्री ऐन 2076 सालमा नियमावली आएको छ, विधिवत रूपमा सुरु भयो र 2077 सालबाट इजाजत लिएर आज 5 वर्षको यो दौरानमा करिब 8 अर्ब बराबरको व्यापार भएको छ र यो 8 अर्बको कारोबारमा यस कम्पनीको पनि महत्त्वपूर्ण भूमिका र योगदान रहेको म सम्पूर्णमा जानकारी गराउन चाहन्छु। ग्लोबल ओरिएन्ट्स नेपाल मेड इन नेपाल मिसन अफ प्रस्पेरिटी उद्देश्यबाट प्रेरित भएर बाई एन्ड सेलले ओगटिरहेको अहिलेको बजार हिस्सालाई मेक एन्ड सेलमा रूपान्तरण गर्न लागि परेको कम्पनी हो। आजका दिनसम्म यस कम्पनीमा 4500 वितरकहरू आबद्ध भएर आफ्नो क्षमता र लगनशीलता अनुसार काम गरिराख्नु भएको छ र उहाँहरूले आफ्नो क्षमता र लगनशीलता अनुसार आफ्नो समयको लगानी अनुसारको प्रतिफल प्राप्त गरिरहनु भएको छ। यो व्यापारलाई यसै गरी सम्वर्धन र प्रवर्धन गर्दै जाने हो भने आम युवाहरूको स्वरोजगारको एउटा राम्रो प्लेटफर्म बन्नेमा दुई मत छैन। हामी सम्पूर्ण वितरक मित्रहरूलाई डिसिप्लिन डाइरेक्ट सेलिङको अवधारणा अनुसार आफ्नो क्षेत्रमा आफ्नो क्षमता, लगनशीलता, इमानदारीता, पारदर्शिता र सामाजिक उत्तरदायित्वलाई वहन गर्दै